सबैजनामा एकदम नमस्ते। नमस्ते। म चाहिँ एकदम ग्रेटफुल छु यो अपर्च्युनिटीको लागि, किनभने मैले त्यो सोचेको थिएन क्या। अब भविष्यमा आएर सबैजना मलाई धेरै माया गरिदिनुहुन्छ, यति धेरैजना मान्छेहरू भेट्छु, त्यो पनि यति राम्रो राम्रो मान्छेहरू भेट्छु जसले मलाई माया गर्नुहुन्छ, राम्रो सोच्नुहुन्छ भनेर। पहिला चाहिँ अब स्कुल लेभलदेखि नै म चाहिँ एक्लै थिएँ, साथीहरू पनि एकजना कोही पनि थिएन, अनि म चाहिँ एक्लै हुर्केको। भाइहरू थियो घरमा चाहिँ, तर जस साथीभाइहरू कोही पनि थिएन, एक्लै थिएँ, एक्लै जान्थेँ, पढ्थेँ। गाइस केही त्यो रमाइलो त्यो छेडै क्या मेरो, त्यो खेलेको मात्र मेमोरिजहरू छ। अनि तर त्यही भएर पनि अब एकतिरै लाग्यो भनौँ न, फुटबलतिरै चाहिँ फुटबल मनपर्छ र फुटबलले नै रमाइलो हुन्थ्यो, सबै कुरा हुन्थ्यो। त्यही भएर अब अनि जब खेल्दै गयो त्यही फुटबलले नै मलाई आज सबै कुरा दियो र त्यसमा चाहिँ म एकदम ग्रेटफुल छु आफूप्रति, र एकदम आफूले चाहिँ लक्की नै ठान्छु, किनभने जुन मैले पाएको छु अहिले होइन, त्यो सबैको भागमा छैन। त्यही भएर जुन मैले पाइरहेको छु त्यसलाई मैले अप्रिसिएट पनि गर्नुपर्छ, तर अझै सेटिस्फाइड पनि छुइनँ। तर अब मलाई चाहिँ जब अब सरले चाहिँ अगाडि नै मलाई चाहिँ कल गर्नुभएको थियो, अब आउने कि नआउने, तर फिक्स थिएन गेमहरू भयो भनेर। अनि फेरि पछि हरि सरले सोध्नुभएको जस्तै हुन्छ सर भने। अनि खासै मलाई चाहिँ फुटबल प्लेयर, तर म गेमहरू यताउता के अपडेटै लिँदिनँ, सोसियल मिडिया पनि खासै चलाउँदिनँ, अनि मलाई केही पनि थाहा पनि हुँदैन। अनि एनपेनाङ एफसी एनपेनाङ गोल्ड कप भन्नुभयो, मलाई एनपेनाङ मात्रै थाहा थियो। पछि चाहिँ अब यहाँ आएपछि सबै कुराहरू थाहा भयो, अब कसरी अब बिस्तारै बुझ्दै गर्दा चाहिँ यो गेम मात्र नभइकन एकदम त्यो नेपालीले सब नेपालीको जुन त्यो भाइचारा हुन्छ, जुन त्यो सपोर्ट हुनुपर्ने, जुन चाहिँ कति ठाउँमा अब नेपालमा त अब त्यस्तो देखाएको थिइनँ मैले, र जुन आफ्नो देशमा हुँदैन त्यो चाहिँ अरू देशमा देख्दा चाहिँ झन् धेरै खुसी लाग्यो मलाई। अब हाम्रो अङ्कित दाई, सन्तोष दाई होइन, अनि दाइहरू चाहिँ मिलेर जति पनि टिमहरू बनाउनु भएको छ, दाइहरूले गरेर नै यतिसम्मको चाहिँ सबैजनालाई हेल्प भइरहेको छ, सपोर्ट भइरहेको छ। र यहाँको खेलाडी दाइहरू देखेर पनि मलाई एकदम के भन्छ, अझ मिहिनेत गर्नुपर्छ भने चाहिँ मलाई फिल भयो। यदि दाइहरू यत्रो ड्युटी गरी होइन आफ्नो ट्रेनिङ टाइम छुट्याउन सक्छ भने हामी चाहिँ किन कम्प्लेन गर्ने, जब हामी काम नै खेल्ने हो। मलाई चाहिँ त्यो फिल हुन्छ।